आज फेरि धनुषाको महेन्द्रनगरमा दङ्गा भड्किएको छ र एउटा नाम चर्चामा छ, रामपाल। आज हामी रामपालको जीवनको त्यो हरेक पाना पल्टाउनेछौँ, जसमा हामी बताउनेछौँ कि रामपाल ढोङ्गी बाबा कसरी बन्यो। यस भिडियोमा अन्तिमसम्म बस्नुहोला। आज हामी रामपालको चिट्ठा खोल्नेछौँ। नमस्कार, म हुँ सत्यराज र तपाईँ हेर्दै हुनुहुन्छ आरम्भ। साथीहरू, हिन्दूहरू या त अत्यन्तै भोला हुन्छन् या अत्यन्तै भावुक, किनकि हजारौं वर्षदेखि हामीसँग ईश्वर र देवी देवताहरूको पूजा गर्ने प्रामाणिक परम्पराहरू छन्। तर आज पनि हरेक 10-12 वर्षमा तपाईँ देख्नुहुन्छ समाजमा कुनै न कुनै नयाँ बाबा जन्मिन्छन्। अब सनातन धर्ममा तपाईँ जसको पनि भक्ति गर्न सक्नुहुन्छ, ढुङ्गा पनि पूजनीय हुन सक्छ। तर यसको अर्थ यो होइन कि हामी तपाईँ कुनै अपराधीलाई नै भगवान बनाएर पूज्न थाल्नु। सनातन धर्मले हामीलाई दिएको स्वतन्त्रतामा हाम्रो शक्ति पनि हो, तर त्यही स्वतन्त्रता हाम्रो कमजोरी बनेको छ। किनकि प्रायः देखिन्छ कुनै न कुनै बाबा आउँछ, आफूलाई विष्णुको अवतार भन्छ, शिवको अवतार भन्छ, अनि ग्रन्थहरूकै गलत व्याख्या गरेर तपाईँको धार्मिक भावना परिवर्तन गर्न खोज्छ, जसका कारण तपाईँ उसका अनुयायी बन्नुहुन्छ अनि उसको फोटो घर घरमा, अफिसमा, पसलमा, बाटोको पोलहरूमा झुन्ड्याएर गुणगान गर्न थालिन्छ। यस्तै एउटा स्वयं घोषित गडम्यान हुन् कथाकथित सन्त रामपाल। उनी अहिले आजीवन कारावासको सजाय भोगिरहेका छन्। तर उनले मानिसहरूलाई यति धेरै ब्रेनवास गरेका छन् कि आज पनि बाहिर रहेका धेरै मानिसहरूले उनलाई अवतारी पुरुष मान्छन्। उनले वेद र श्रीमद् भागवत गीताबाट गलत व्याख्या गरेर यति धेरै पुस्तकहरू निकालेका छन् कि जेलभित्र बसेर पनि उनका अनुयायीहरू बाहिर सामाजिक सञ्जालमा झुट फैलाउने गिरोह चलाइरहेका छन्। साथीहरू, तपाईँ सबैलाई आरम्भको यस एपिसोडमा स्वागत छ। आज हामी रामपाल सिंह जटेनको कुरा गर्नेछौँ, जो आफूलाई अवतारी पुरुष ठान्छ। यो सुन्दा हास्यास्पद लाग्छ, तर दुःख तब लाग्छ जब मेरो आफ्नै समाजका धेरैले यसलाई सत्य ठान्छन्। सबैलाई थाहा छ कि ऊ अपराधी हो र सजाय भोगिरहेको छ, तर अझै पनि धेरै मानिसहरूले उसका कुरालाई सत्य मानिरहेका छन्। यही कारणले यो भिडियो आवश्यक छ, किनकि सत्य थाहा पाएपछि तपाईँ सजग रहनुहुनेछ। त्यसैले साथीहरू, आरम्भलाई सब्सक्राइब, फलो गर्नुहोस्। अब कुनै ढिलाइ नगरी आजको भिडियो सुरु गरौँ। कथाकथित सन्त रामपालको पृष्ठभूमि। साथीहरू, कथाकथित सन्त रामपालका मनगढन्ते व्याख्याहरू र उनका पुस्तकहरूको पर्दाफास गर्नुअघि पहिले उसको इतिहास जानौँ। कथाकथित सन्त रामपालको वास्तविक नाम रामपाल सिंह जटेन हो। त्यसको जन्म 8 सेप्टेम्बर 1951 मा पन्जाबको धनना गाउँमा भएको थियो, जुन आज हरियाणाको सोनीपत जिल्लामा पर्छ। जब कसैलाई अवतारी पुरुष बनाउनु छ भने चमत्कार पनि चाहिन्छ। त्यसैले भनिन्छ, नास्त्रेदमसले भविष्यवाणी गरेको थियो कि एक महान सन्त जन्मिनेछ, जसले संसार परिवर्तन गर्नेछ र त्यो 5 नदी बग्ने भूमिमा जन्मिनेछ। रामपाल पन्जाबमा जन्मिएको भन्दै यी भिडियोहरू भाइरल गरिन्छ। 5औं शताब्दीमा प्रसिद्ध भविष्यवक्ता नास्त्रेदमसको भविष्यवाणीलाई यसरी जोडिन्छ कि कथाकथित सन्त रामपाल नै त्यस भविष्यवाणीको पात्र हुन्, जबकि यो दाबी पूर्णतः भ्रामक हो। रामपाल बाल्यकालदेखि नै बाबा संस्कृतिसँग नजिक थिए। उनी गरीबदास पन्थका रामदेव नन्दका शिष्य थिए। सन् 1994 मा रामदेव नन्दले उनलाई आफ्नो उत्तराधिकारी घोषणा गरे। त्यसपछि उनले हरियाणाको सिँचाइ विभागमा जुनियर इन्जिनियरको जागिर छोडेर बाबागिरी सुरु गरे। बाबागिरी सुरु गरेपछि पहिलो काम के गरिन्छ? आश्रम बनाइन्छ। एउटा यस्तो किल्ला जहाँ कसैले भित्रको कुरा बुझ्न नपाओस्। सन् 1999 मा रोहतकमा सतलोक नामको आश्रम बनाइयो। त्यहाँ सबै कुरा आफ्नै इच्छा अनुसार चलाइन्थ्यो। आश्रमको प्रभाव बढ्दै गयो, मानिसहरू जोडिँदै गए। त्यसपछि झरझर र रोहतकमा थप आश्रम खोलियो। सुरुमा त्यसले गरीबदास र अन्य सन्तहरूको कुरो गर्थ्यो। पछि कबीरदासलाई जोड्दै गयो र अन्ततः कबीरदास नै परब्रह्म भएको दाबी गर्न थाल्यो। त्यसपछि कबीरदासको नाउँमा नयाँ पन्थ चलायो र त्यही पन्थभित्र आफूलाई पनि अवतारी पुरुष घोषणा गर्यो। यसका लागि त्यसले कबीरदासका दोहाहरूको पनि गलत व्याख्या गर्यो। गलत ग्रन्थ व्याख्या र ब्रेनवास। रामपालको मुख्य दाबी के हो भने परब्रह्म भनेको कबीरदास नै हुन् र अरू देवी देवताको पूजा शास्त्र विरुद्ध हो।
यसलाई प्रमाणित गर्न उसले ज्ञान गङ्गा नामक पुस्तकमा श्रीमद् भागवत गीताका श्लोकहरूको गलत अर्थ लगाएको छ। उसले गीता अध्याय 15 का श्लोक 16 र 17 को गलत व्याख्या गर्दै क्षर, अक्षर र परम अक्षर पुरुषको मनगढन्ते सिद्धान्त बरायो। उसले ओमलाई क्षर भने, जबकि उपनिषदहरूमा ओमलाई अक्षर ब्रह्म भनिएको छ, नाश नहुने अक्षर। माण्डुक्य उपनिषदमा स्पष्ट भनिएको छ, ओम नै भूत, भविष्य र वर्तमान हो। ओमको कहिले नाश हुँदैन। रामपालले गीता, उपनिषद र वेदहरूलाई तोड मरोड गरेर आफ्नै कथा बनाए। वेदमा कबीर खोज्न कवि शब्दलाई कबीर भनेर झुटो व्याख्या गर्यो, जुन संस्कृत व्याकरण अनुसार पूर्णतः गलत हो। हिंसा, मुद्दा र जेल, यी सबै कुरा सुरुमा धेरैले ध्यान दिएनन्, तर परम्परागत धार्मिक समुदायमा असन्तुष्ट बढ्यो। रामपालका अनुयायीहरू भने जुनसुकै बेला लड्न मर्न तयार हुन्थे। यसको पछिल्लो उदाहरण 2006 मा देखिन्छ, जब रामपालले स्वामी दयानन्द सरस्वतीको सत्यार्थ प्रकाश ग्रन्थको अपमान गर्यो। आर्य समाजका मानिसहरू आक्रोशित भए र आश्रम घेराबन्दी गरियो। दुवै पक्षबीच भिडन्त झडप भयो। करिब 60 जना घाइते भए र 1 जनाको गोली लागेर मृत्यु भयो। यस घटनापछि रामपाल 21 महिनाको लागि जेलमा बस्यो। 2008 मा जमानत पायो। 2009 मा अदालतको आदेशपछि आश्रम फिर्ता पायो। त्यसपछि उसले नयाँ भ्रम फैलायो। रामपाल समाज सुधारक मात्र होइन, सरकारसँग लड्ने अवतारी पुरुष हो। यसले उसको अनुयायीहरू बीचमा सरकार र प्रहरी प्रति घृणा भयो। अनुयायीहरू रामपाललाई जोगाउन ढाल बने। 2013 मा फेरि झडप भयो, जसमा 3 जनाको मृत्यु भयो, 1 प्रहरी समेत। 2008 देखि 2014 सम्म रामपाल एक पटक पनि अदालतमा उपस्थित भएन। अन्ततः 14 मई 2014 मा भिडियो कन्फरेन्स मार्फत उपस्थित भयो। त्यही समयमा उसका अनुयायीहरूले अदालतमा तोडफोड गरे। 18 नोभेम्बर 2014 मा करिब 20,000 प्रहरी आश्रममा प्रवेश गरे। ठूलो दंगा भयो। 4 महिला र 1 बालकको मृत्यु भयो। 30 भन्दा बढी प्रहरी र पत्रकार घाइते भए। भोलिपल्ट रामपाल सहित करिब 900 उसको अनुयायीहरूलाई पक्राउ गरियो। उनीहरूमाथि देशद्रोह, हत्या, हत्याको प्रयास, षड्यन्त्र, अवैध हतियार, गैर कानुनी थुनछेक, आत्महत्या उक्साएको लगायतका आरोप लागे। केही मुद्दामा सफाई पाए पनि 2 मुद्दामा रामपाललाई आजीवन कारावासको सजाय सुनाइयो। यति सबै पछि पनि सजाय पाएको अपराधीको पूजा हुन ठूलो विडम्बना हो। यो हिन्दू धर्मको लागि एउटा कलङ्क हो। किन मानिसहरू यस्ता बाबाहरूलाई पछ्याउँछन्? जब जीवनमा असफलता, रोग, गरिबी आउँछ, तब झुटो आशा दिने बाबातिर मानिस तानिन्छ। यही बाबा संस्कृतिको मनोविज्ञान हो। कबीरदासले जीवनभर पाखण्ड, अन्धविश्वास र ढोङ्गको विरोध गरे। आज उनको नाम प्रयोग गरेर त्यही पाखण्ड फैलाइँदैछ। तपाईभित्र स्वयं परमेश्वर हुनुहुन्छ। तपाईभित्र नै शिव, तपाईभित्र नै ब्रह्म हुनुहुन्छ। यसलाई अनुभूति गर्नु मात्र बाँकी छ। प्रमाणित ग्रन्थ पढ्नुहोस्। वेद, उपनिषद, श्रीमद् भागवत गीता, नयाँ बाबाका चक्करहरूमा नपढ्नुहोस्। साथीहरू, आशा छ यो भिडियो तपाईँलाई मन परेको छ र जानकारीमूलक भयो। अब यस भिडियो यही समाप्त गर्छु। फेरि नयाँ विषयसँग नयाँ भिडियोमा भेटौँला। जय सियाराम।